पाकिस्तान स्थित 8,051 मिटर अग्लो ब्रड पीक हिमालमा हिम पहिरोमा परि निधन भएका निर्मल पूर्जा निम्सदाई सन् 1983 जुलाई 25मा म्याग्दीको दाना गाउँमा जन्मिएका थिए। उनको बाल्यकाल चितवनमा बितेको थियो। बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि उनी बेलायती रोयल नेभीको स्पेशल बोट सर्भिस एसबीएसमा छनौट हुने पहिलो नेपाली बने। सन् 2019मा प्रोजेक्ट पसिबल अभियान मार्फत उनले विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14वटा हिमाल केवल 6 महिना 6 दिनमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरे। यसअघि रहेको 7 वर्ष पुरानो विश्व कीर्तिमान तोडेर उनले नेपाललाई विश्व पर्वत आरोहण इतिहासमा नयाँ उचाइमा पुर्याए। उनले हिमाल आरोहणलाई व्यक्तिगत सफलतामा सीमित नराखी नेपाल, नेपाली पर्वत आरोही र साहसिक पर्यटनको विश्वव्यापी प्रवर्धनका लागि अभियानकै रूपमा अघि बढाए। निम्सदाईका लागि असम्भव भन्ने शब्द नै प्रेरणाको स्रोत बन्यो। अनन्त उनले 6 महिना 6 दिनमै ती सबै 14वटा हिमाल आरोहण गरेर इतिहास मात्र रचेनन्, सम्भावनाको परिभाषा नै पुनर्लेखन गरे। भले उनको सो कीर्तिमान नर्वेजियन आरोही क्रिस्टिन हरिला र नेपाली आरोही तेन्जिन लामा शेर्पाले 92 दिनपछि नै तोडे। तर सो कीर्तिमान तोड्ने साहस उनीहरूका लागि जो आएको थियो त्यसको पछाडि निम्सदाईकै सम्भव छ भन्ने हिम्मत जोडिएको थियो। उनले आफूलाई चर्चामा ल्याउने र व्यवसाय चलाउने काममा मात्र सीमित राखेनन्। सन् 2022मा निम्सदाई फाउन्डेसन स्थापना गरी हिमाली समुदायमा काम गर्ने गरी शिक्षा, वातावरण, प्रेरणामूलक अभियानका साथै विपद व्यवस्थापनका क्षेत्रमा काम गर्न सुरु गरेका थिए। सोही फाउन्डेसन मार्फत उनले हालै मात्र सोलुखुम्बुको लोबुचेमा भरियाका लागि पोटर हाउस समेत निर्माण गरेको बताइन्छ। खुम्बु क्षेत्रमा अवस्थित सगरमाथामा पर्ने समुद्र सतहदेखि 5,030 मिटर उचाइमा अवस्थित लोबुचेमा निर्मित सो भवनका लागि उनले केही वर्षदेखि विभिन्न सङ्घ संस्था र स्थानीय तहसँग समन्वय तथा सहयोग सङ्कलन गरे। फाउन्डेसनले गत मे 27 अर्थात् जेठ 13 गते मात्र सो भवन निर्माण सम्पन्न गरी औपचारिक उद्घाटन गरिएको थियो। 6 करोड भन्दा बढी खर्च गरेर बनाइएको सो पोटर हाउसमा 100 जना भन्दा बढी भरिया सुत्न मिल्ने क्षमताको रहेको बताइन्छ। हिमालमा भारी बोक्ने भरियाहरूले ठुला होटलमा बास बस्न नसक्ने र साना होटलमा समेत बेला बेलामा ठाउँ नपाउँदा समस्या हुने गरेको देखेर सो पोटर हाउस निर्माण गर्ने सपना निम्सदाईको रहेको थियो। केही समय अगाडि मात्रै उनले एक अन्तर्वार्ताका क्रममा फर्केर आयो भने हिमालबाटै फर्केर आउने र फर्केर आएन भने हिमालमै हराउने भन्दै बोलेको शब्दले अहिले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ। फर्केर आयो भने हिमालबाटै फर्केर आउँछ, फर्केन भने हिमालमै हराउँछ। स्वर्गीय निम्सदाई प्रति हार्दिक श्रद्धाञ्जली।